आज हामी बागलुङ सल्यानबाट तराईका विभिन्न स्थानमा झरेका गौतम बन्धुहरूको कुलपूजा। यो कुलपूजा बुटवल 19 कृष्णगञ्जमा रहेको कुल मन्दिरमा हुने गर्दछ। आज हामी धेरैजना, जतिजना कुलपूजा गर्थ्यौँ सबैजना नजुटे पनि आज धेरैजना पनि जुटेका छौँ। सधैँको कुलपूजामा हामीले कृष्णगञ्ज जगन्नाथ बुवाकै घरबाट दियो कलश निकालेर पूजन गर्थ्यौँ भने यस वर्ष कर्णबहादुर खत्री बुवा मुख्यका कान्छा बुवाको घरबाट दियो कलश निकालेर कुलपूजाका लागि कुलदेवताको मन्दिर कृष्णगञ्जमा जाँदैछ। जमला मन्दिरमा नाच्दै गाउँदै बजाउँदा जमला मन्दिरमा जमला मन्दिरमा नाच्दै गाउँदै बजाउँदा जमला मन्दिरमा नाच्दै गाउँदै बजाउँदा हरि भजन अहिले आनन्दमा छु अहिले हरि भजन अहिले आनन्दमा छु अहिले हरि भजन अहिले आनन्दमा छु अहिले हरि भजन अहिले आनन्दमा छु अहिले। कुलदेवताले हामी सबैको रक्षा गर्नुहुन्छ भन्ने अपेक्षा पनि गरेका छौँ। हामी मन्दिर पुग्दा धेरै दाजुभाइहरू कुलपूजाको मन्दिरमा आइवरी तयारीका लागि लागिसक्नु भएको रहेछ। त्यसपछि हामी पनि हाम्रो जिम्मेवारी अनुसार प्रसाद बनाउने कामतर्फ अग्रसर हुन लाग्यौँ। सुरुवातमा सबैजनालाई तातो तातो कफीबाट सुरुवात गराए। हामी खिर सब्जी बनाउनेतर्फ लाग्यो। त्यही क्रममा यता आजको मुख्य पुरोहितको रूपमा मुर्गियाबाट साइलो भिनाजु आउनु भएको थियो। यहाँ भाइहरूले यता मूल मन्दिरको लागि प्रसाद बनाउँदै पनि छन्। उता सबैजनाले आफ्नो आफ्नो जिम्मेवारी अनुसारको काम पनि गर्दै अगाडि बढ्दै यता प्रसादको तयारीका लागि आन्टीहरूले भने गोलो गोलो सेलरोटी बनाउँदै हुनुहुन्छ। आन्टीहरूको सेलरोटी, मैले यता तरकारी बनाउने तयारी गर्दैछु। दाइले खिर बनाउनको लागि परिराख्नु भएको छ। दाइले बनाएको खिर र भाइले बनाएको तरकारी आजको मुख्य प्रसादको रूपमा, आजको कुलपूजाको मुख्य प्रसादको रूपमा रहनेछ। हामी गौतमहरू कुलपूजामा काटमार गर्दैनौँ। हामीले चाहिँ दुध धार दिने प्रचलन अगाडि बढाएका छौँ। काटमारको प्रचलनभन्दा दुध धार दिने प्रचलनलाई राम्रोमा सोचका साथ यसलाई अगाडि बढाएर कृष्णगञ्जमा मन्दिरमा चाहिँ हामीले हरेक वर्ष दुध धार दिने गरिरहेका छौँ। सम्पूर्णमा कुलदेवताले रक्षा गरून्। आज ठुलबुवा थानेश्वर ठुलबुवा र राजु दाई मूलकर्ताको रूपमा आजको कुलपूजा मन्दिरमा हुनेछ।
जय हो सबैको जय होस्।